नमस्ते एभ्रिवान एनएमसिएली बेस्ड क्वेसन सिरिजमा आजको हाम्रो क्वेसन छ 65-year-old chronic smoker presented with a history of progressive painless jaundice, significant weight loss of the past 2 months and dark urine. On examination, a non-tender distended gallbladder is easily palpable in the right hypochondrium. Which principle or law explain this clinical finding? चारवटा यस्तो अप्सन छन् र सबैभन्दा पहिला भनिदिउँ यसको एन्सर भनेको यो सिम्पल क्वेसन हो। यसको एन्सर हो कुर्बाइजर लो, किनभने यो तपाईलाई पेनलेस जन्डिस एउटा क्लु दिएको छ र एउटा नन टेन्डर डिस्टेन्ड गल ब्लाडर दिएको छ। यो लाइकली चाहिँ के हुन्छ त कार्सिनोमामा हुन जान्छ है त। त्यही भएर यो कुर्बाइजर लो हो। कुर्बाइजर लो एक्चुअली के हो त हामी बुझौँ है त। कुर्बाइजर लोले के भनेको छ, कुनै पनि पेसेन्टमा प्रोग्रेसिभ पेनलेस जन्डिस छ र पाल्पेबर नन टेन्डर गल ब्लाडर छ भने यो गल स्टोन अनलाइकली हुन्छ है, गल स्टोन हुन सक्दैन। यसले के पोइन्ट आउट गरिरहेछ त डिस्टल कमन बाइल डक्ट, हामीलाई थाहा छ लिभरमा हामीले हेऱ्यो भने लेफ्ट हेपाटिक डक्ट, राइट हेपाटिक डक्ट दुवै मिलेर बन्यो कमन हेपाटिक डक्ट र यहाँबाट गल ब्लाडरबाट गएर सिस्टिक डक्ट मिलेर जुन यो कमन बाइल डक्ट बनिरहेछ, यदि यो अब्स्ट्रक्ट भयो भने यस्तो केस हुन जान्छ र यो अब्स्ट्रक्सनमा मेनली कार्सिनोमा अफ द हेड अफ द प्यानक्रियाज, कोलेन्जियो कार्सिनोमा र पेरी एम्पिलरी ट्युमरबाट हुन जान्छ। हामीले यहाँ हेर्न सक्छौँ, हामीले प्रेस गर्दाखेरि पनि गल ब्लाडरमा पेन भएन। सो दिस इज फर के द कुर्बाइजर लो। अर्को हाम्रोमा थियो चार्कोस्ट्रायड। चार्कोस्ट्रायड भनेको याद 3C बाट याद राख्ने, चिल्स एन्ड फिभर, कलर चेन्ज भनेको जन्डिस र कोलिकली बिलियरी पेन। यो केमा हुन्छ त एक्युट कोलेन्जाइटिस भनेको मतलब ब्याक्टेरियल इन्फिल्ट्रेसन र ब्याक्टेरियल इन्फेक्सन इन द बिलियरी ट्र्याक्ट। त्यसपछि हाम्रो के थियो त मर्फिस साइन हो। मर्फिस साइनमा जस्ट के थियो त कुर्बाइजर लोमा यदि पेन भएन हामी प्रेस गर्दाखेरि पनि त्यो कुर्बाइजर लोतिर गयो, मिन्स त्यो केमा गयो त तपाईलाई कुनै कार्सिनोमामा। यदि हामीले गल ब्लाडरको ठाउँमा हामीले प्रेस गर्दाखेरि यदि दुख्यो भने इट इज लाइकली टु बी द इन्फ्लामेसन अफ गल ब्लाडर, जसलाई भन्छ कोलेसिस्टाइटिस। र त्यहाँ मेनली हुन सक्ने भनेको के हो त तपाईलाई यहाँ के भन्छ गल ब्लाडरमा स्टोन या इन्फ्लामेसन हुनसक्छ। भनेको अर्थ मैले थिच्दाखेरि मजाले पेसेन्टलाई भन्छु म सास लिन र अलिकति पनि सास लिँदाखेरि त माथितिर त्यो जान जान्छ। सो त्यसमा के हुन्छ, छुने बित्तिकै गल ब्लाडर एकदमै धेरै दुख्छ र हामी बिचमै सास रोक्न जान्छौँ। दिस इज मर्फिस साइन। र अन्त्यमा हाम्रो त्यो रोप्सिङ साइन भनेको केमा हुन जान्छ तपाईलाई एक्युट एपेन्डिसाइटिसमा, किनभने एपेन्डिक्स हुने भनेको राइट इलियाक फोस्सामा हो। सो लेफ्ट लोअर क्वाड्रेन्ट लेफ्ट इलियाक फोस्सामा थिच्दाखेरि यहाँको सबै कोलोनको पार्टहरू कहाँतिर हुन्छ, राइटतिर जान जान्छ र इन्फ्लेम्ड एपेन्डिक्समा छोएपछि अझै धेरै दुख्न जान्छ। त्यही भएर palpation in the left lower quadrant causes pain in the right lower quadrant suggestive of acute appendicitis। यो सिम्पल क्वेसन थियो। यदि तपाईहरुलाई मन पर्यो भने अझै भन्नुस्, अझै बनाउँछु है त।